दिदीभाइ चाहिँ यसरी पुलमा हिँडिँदैछ। यो चाहिँ इक्रा शिवनगर जोड्ने झोलुङ्गे पुल। यहाँ हाम्रो गाउँको चेली चाहिँ रहेछ तर नचिनेको क्या। आज बल्ल बल्ल भेट भयो। यसो चिनाजानी गर्दाखेरि यसरी भेट भयो। यो फेरि हाम्रै गाउँको भाइहरू हो। यसरी उताबाट ओर्दोर हुँदैछ। चिन्नुहुन्छ नि भाइहरूलाई? भाइहरू चिन्नुहुन्छ, मलाई चाहिँ चिन्नु। तपाईँहरू मसिनै हुनुहुन्थ्यो नि त। नामले चाहिँ चिन्नुहुने रहेछ होइन। उहाँ चाहिँ हाम्रो गाउँको ललित बहादुर खड्काको सबैभन्दा पहिला हाम्रो वनले चाहिँ सामुदायिक वन हस्तान्तरण गरेर पहिलो अध्यक्ष, पहिलो सामुदायिक वनको अध्यक्ष हुनुभएको थियो उहाँको बुवा ललित बहादुर खड्का। कान्छी छ। तपाईँको नाम के हो? ममता। उतापट्टि ए ममता बस्नेत। ल हाम्रो गाउँको चेली रहेछ। यसरी बल्ल पाइयो। यो पुलमा चाहिँ यसरी हिँड्नु पाइयो र चिनजान भयो। तर यो पुल चाहिँ अलिक तन्काएको रहेछ, लचक लचक हल्लिरहेछ है। ए अनि दिदीहरू कहाँ बस्नुहुन्छ? विराटनगरतिर होइन? इटारी हो। तपाईँ चाहिँ घर चाहिँ फतेपुर? ए दुईजना दिदी र म, भाइ एउटा। सबैभन्दा कान्छो भाइ होइन? सबैभन्दा कान्छो भाइ चाहिँ कहाँ छ नि? भाइ अहिले दुबईमा छ भाइ। ए भाइको अनि परिवारहरू बिहे गरेछ छैन? छैन है। सानो बाबु जन्मिँदाखेरि के बुवाले बल्ल बल्ल बुढेसकालमा छोरा जन्माएको। म अलिकति दिनु पऱ्यो, मेरो छोरा त जान्छ नभए त खुवाउनु पऱ्यो अलिअलि भनेर भएको थियो क्या। अनि यस्तो छ। बल्ल बल्ल भेट भइयो। ल हामी चाहिँ इक्रा आइपुग्यौँ। यसरी हिँड्दै हिँड्दै पुलको यात्रा। हाम्रो चेली चाहिँ सँगसँगै आइपुग्यो। ज्वाइँ चाहिँ उहाँ अगाडि बाइकमा अगाडि सरेर आइपुग्नु भयो। हामी चाहिँ हिँड्दै हिँड्दै यसरी अब इक्राको रोडमा आइपुग्यौँ हामी। ए यसरी हामी म यस्तो लगाइराखेको हुन्छ। ल ल ल उहाँ बहिनी ज्वाइँ चाहिँ लाग्नुभयो। अब मेरो दिदी चाहिँ यसरी जानु हुँदैछ। यो बाटोमा चाहिँ गाडीहरू खुब चलेको छ। नाना चाहिँ त्यहाँ बसिराख्नु भएको छ उभिएर गाडीको पर्खाइमा। म्याजिक आइपुग्यो। बस कुर्दा कुर्दै बस चाहिँ आइपुग्यो होइन। म्याजिक आयो। म्याजिक ल जाने त। ल 28 नम्बरको म्याजिकमा चाहिँ नानालाई पठाएँ। म चाहिँ अब घरतिर लागेँ। नानालाई पठाइयो। अब म चाहिँ घरतिर लागेँ है। गाई ल्याउनु भयो क्या? गाई हेर्नु नि। ओ यो गाईले के जातको गाई भन्छ? जातको त खोइ यो जर्सीको भन्छ के हो हेर्नु। हाम्रो शिवनगरको एउटा दाइले चाहिँ जर्सी गाई ल्याउनु भएछ। कुन जात मलाई पनि थाहा छैन। भैँसी पनि हो? भैँसी होइन। कहाँबाट ल्याउनु भयो? देउरीबाट। उहाँले चाहिँ देउरीबाट ल्याउनु भएछ। कति ल्याउनु भयो यसलाई? कतिको? ए कस्तो भेटाउनु हुँदैछ फेरि? यस्तो त महँगो छ। महँगो भने सुन्थेँ त। उहाँले नि है मेरो गोरु पनि लानुभएको। उहाँले नि उहाँ हो। गोरु पुऱ्याइदिए सप्तरी। कतिमा बेच्नुभयो? उहाँसँग उहाँ हो कन्ट्याक्ट गरिराख्नु। गोरु छ अरे। गोरु कतिको छ तपाईँको गोरु? कति? कति दामको? दिइसक्यो भन्नुहुन्छ अनि उहाँले मेरो गोरु पनि उहाँले ल्याउनु भएको अस्ति भर्खर। भर्खर खसी बनाएको छ। जुरा छ नि अलिकति बढी अलिक ढिलो खसी बनाएको किनेर ल्याउनु भएको छ। उहाँले लाँदै हुनुहुन्छ। अरे भा धेरै लामो भएर पनि होला। फुल भिडियो चाहिँ वारदेखि पार बनाउँदा त स्याहाँ स्याहाँ भएर होइन। हिँड्दा हिँड्दा त निकै स्याहाँ स्याहाँ। अझै म
बिच सेन्टरमा आइपुगेको छैन पुग्नु लाग्यो किनभने हेर्नुहोस् यो मेरो टाउको छेउमा लट्ठा आइपुग्नु लागेछ अब चाहिँ म बिच सेन्टरमा आइपुग्ने आज आइपुगेको छैन जस्ट नेर चाहिँ आइपुगेँ जस मेरो यहाँसम्म चाहिँ आइपुग्छ लट्ठा अनि चाहिँ म बिच सेन्टरमा चाहिँ आइपुगेको हुन्छु है त ल अब चाहिँ म सायद बिच सेन्टरमा चाहिँ आइपुगेँ है ल हेर्नुहोस् त यहाँबाट यत्रो आउँदाखेरि बिच सेन्टरमा आउँदाखेरि त्यो स्यास्या हुँदो रहेछ भनेपछि यो कति लामो पुल बनेछ त शिवनगर र इक्रा जोड्ने पुल यो पुलमा चाहिँ अस्ति मात्रै एकजना बनाउँदा एकजना होइन कामदार चाहिँ खस्यो अरे भन्ने सुनेको थिएँ तर उहाँलाई चाहिँ के भयो थाहा भएन है अब बिना सेफ्टी काम गर्दाखेरि चाहिँ त्यस्तो पनि घटनाहरू घट्छ सायद घटना नघटोस् भन्ने हेतु चाहिँ मा सबैको हुन्छ तर गर्दा गर्दै त्यस्तो घटना घटेछ र तलबाट चाहिँ ट्र्याक्टरहरू हिँड्दैछ सायद म बिच सेन्टरबाट चाहिँ अगाडि फेरि बढिसकेँ अगाडि बढ्दाखेरि चाहिँ माथिको पोल हेर्नुहोस् यहाँ यस्तो खतरा छ देखेको छ यो चाहिँ अलिकति के भयो भने अलिकति सानो भयो क्या यसको चौडाइ अलिकति 1 फिट जति बढाइदिएको भए दुईवटा बाइक चाहिँ मजाले पास हुन्थ्यो यसमा पनि पास त हुन्छ तर बहुत दुःखले कोल्टाइ जानुपर्छ एकैसाथ सडक जाँदैन दुःखको कुरा त्यो छ अलिकति 1 फिट मात्रै बढाइदिएको भएदेखि बाइक चलाउनेहरूलाई चाहिँ बहुत राहत मिल्थ्यो तर जे होस् यति भए पनि यहाँको दुःखलाई चाहिँ समाधान गरिदिएको छ बर्खाको टाइममा विशेष गरी शिवनगर जोगिदह रूपनी इक्रा वासीहरूलाई चाहिँ यो पुलले धेरै बर्खायाममा चाहिँ राहत दिएको छ नत्र भने हामीलाई एकदम बर्खायाममा चाहिँ दुःख हुन्थ्यो यस्तै गरेर म चाहिँ अब आइपुग्नु लागिसकेँ अगाडि शिवनगरकोमा निकै हिँड्दा पनि खुट्टा पनि थाक्ने रहेछ पुल हेर्नुहोस् त थोरै लामो छ त अरे बाफ्रे हो यता चाहिँ कामदारहरू बस्ने घर रहेछ यहाँ निर्माण चाहिँ गर्दै हुनुहुँदो रहेछ होइन निर्माण नसकिकन पनि उद्घाटन गरिएछ मान्छेलाई नेताहरूलाई कति हतारो छ उद्घाटन गर्न र रिबन काट्नको लागि नेताहरूलाई हतारो छ अनि यो निकै स्थानीय बासिन्दा भएर पनि आज बल्ल बल्ल यो पुलमा चाहिँ यसरी आइयो यात्रुहरूलाई चाहिँ ओहोरदोहोर गर्नु बहुत सहज भइरहेछ उहाँबाट यताबाट आइरहनु म पनि यताबाट जाँदैछु पुल बनेदेखि होइन यहाँको जनताहरू पनि यहाँ भिडियो फोटो टिकटक बनाउनुमा होइन बहुत रमाइरहेको छ नि है के हो यो कुन च्याउ हो यो यहाँ च्याउ पनि रहेछ यो यसलाई कुन च्याउ के च्याउ भन्छ उहाँहरूले चाहिँ तरकारी च्याउ पनि खोजेर आउनुभएको रहेछ होइन हो ल ल ल ल उहाँहरू चाहिँ यहाँ भिडियोहरू बनाउँदै टिकटकहरू बनाएर रिलहरू बनाएर फेसबुकमा या टिकटकमा अपलोड गर्दै हुनुहुन्छ होइन म पनि अपलोड गरिदिन्छु उहाँहरूको ल सबैजना हाई भनिदिनु त ल उहाँहरू मेरै गाउँको रहेछ तर मै चिन्दिनँ है हाम्रै गाउँकोहरू हुनुहुँदो रहेछ है यसरी भिडियो सिडियो बनाइयो है अब म पनि अब शिवनगरतिर निस्किँदैछु उहाँहरू चाहिँ च्याउ खोज्न आउनुभएको अरे च्याउ खोजेर यो हिजो उद्घाटन भएको पुलमा चाहिँ यसरी फोटोसोटो भिडियोहरू खिचेर उहाँहरू चाहिँ गर्दै हुनुहुन्थ्यो त्यही भएर म पनि एकछिन रमाइलो कुराकानी भयो उहाँ पर हाटखोला नयाँ बस्ती ए भन्नुहोस् उता हाटखोला नयाँ बस्ती उता पल्लोपट्टि ए बाढी आएको छ भनेर बाढी आएको छैन दुःख पाउनु भयो यत्रो लामो पनि आइयो नयाँ पुलबाट पनि हिँडियो अनि गाडी चाहिँ मैले यहीँ राखेको थिएँ यो गाडी किनभने यो उकालो छ त्यही भएर मैले उता पल्लोतिर नलागेको सानो सानो पनि चाहिँ किन लानु भनेर यहीँ छ गाडी चाहिँ चाबी मात्रै लिएर गएको गाडी चाहिँ छोडेर अब चाहिँ खटेरोलाई लिएर घरतिर लाग्नु पर्यो ल ल